मलाई नगराएको म बोल्न सक्दिनँ भिडियोमा हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आयो तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला र म पनि ठिकै नै छु हैन। आज चाहिँ हामी चाहिँ यता टक्क लाएर अब ऐसेलु काफल खान भनेर हिँडेको छौं हैन। यहाँ चाहिँ दुईटा बहिनीहरु छन्। यता चाहिँ हाम्रो ज्वाइँ साहब हुनुहुन्छ हैन। अनि हामी चाहिँ यहाँ चाहिँ ऐसेलु रहेको छ, पाकेको छ ऐसेलु। सो यो दुईजना यता गहन हैन। मनी आम र चरस लिएर आएनौ र त्यस्तो म भिडियो खिचिरहेको यहीँदेखि म आउँदैछु तर। अरे यार हम इधर से आएगा न काफल खान अहिले जान्छौँ है त गाइज। हामी पहिला ऐसेलु खाने गरे। कुन मन्दिरमा आउनु चाहिँ ऐसेलु खान बहुत पाकेको रहेछ यार। हाम्रो म्याडमहरु हुनुहुन्छ यता देख्न सक्नुहुन्छ कसो गर्दै खाइरहनु भएको छ त्यो बङ्गुरले जस्तो। अनि ऐसेलु कस्तो छ त पिमाजी भनिदिन सक्नुहुन्छ? मलाई नगराएको म बोल्न सक्दिनँ भिडियोमा उहाँ चाहिँ बोल्नै सक्नुहुन्न अरे सायद अब जिब्रो अझै फड्के छैन होला। देख्न सक्नुहुन्छ ऐसेलु चाहिँ हेर्नु है लपक्कै पाएको छ। अब जे होस् गाउँठाउँमा बसेपछि फाइदा छ, अर्गानिक फलफुलहरू खान पाइन्छ। सो हैन तपाईहरुकोतिर पाइन्छ कि पाइँदैन सो कमेन्ट हान्नु होला हैन। उहाँ पनि खाइरहनु भएको छ ऐसेलु देख्न सक्नुहुन्छ। उहाँलाई कोले चिन्नुहुन्छ त कमेन्ट गर्नलाई त। उहाँ हो चिनिने, अब मलाई त कसैले नि चिन्दैन हैन। आफू त हो भ्लगर हुनुहुन्छ, टिकटकर हुनुहुन्छ साथीहरु, साथ सपोर्ट गर्नु होला भन्ने। अनि म मिनी भ्लग बनाउँछु जाठा बनाउ न कभर गर्नुहुन्छ। के बनाउ हैन त्यही भिडियो खिचेर पछि त्यही भिडियोलाई फास्ट बनाएर उस भोइस कभर गरे नि हुन्छ के अब जन्ती मनाइ देऊ घर जम। सो ल गाइज खाने हो त खाने हैन त के भनिन्छ खानी भएसो मलाई कन्ट्याक्ट गर्न नि सक्नुहुन्छ है तपाईहरुले खाने मन छ भने चाहिँ। म यसो अब जान्न ल हाम्रो भाइरल छोरीको मम्मी हुनुहुन्छ उहाँ चाहिँ हैन। निकै बुढी देखिनुहुन्छ के भएको उहाँलाई उमेर गइछ के खुलुट्टै खानु मिठै रहेछ। के गर्न मन लाग्छ पिमा? I am not busy. I am all time free. म जसको लागि नि समय निकाल्न सक्छु सो मलाई कन्ट्याक्ट गर्नु होला केही काम परेछ भने। कोडाली खन्न बोलाउनु होला साथीहरुलाई। कोडाल त खनिन्छ नि पछि। भाउजूलाई खनान बाजो बाहिर खनान्छ दाइले। बाजो छैन खासै। अचल बाँझो राख्दिन
बिमलालाई बिमलालाई थाहै छैन यस्ता कुरा अचल भने त जताबाट मान्छेले फाइदा खोज्छ क्या अम्लिसो भर्याउँछ कुचो होइन अम्लिसो कुचो त एउटै भयो चिजी अनि के अरे कफीहरू जिन्दगी गाह्रो छ मेरो त जो जावलको सहिलो छ त्यही जावल जिन्दगी गाह्रो छ अरे उहाँ हुनुहुन्छ ए अहिले त सिन्जाली हुनुभयो साथीहरु यहाँले पेङ्नी भन्नु घर जानु ल खट्नु होला एउटा पेङ्नी गराइछ भन्दै ज्वाइँले जेठानलाई लखट्ने बुढीलाई फेन लखट्ने चाटेर राख्नुहुन्छ के पिमा ल ऐसेलु कसरी राख्छन् हेर्नुहोस् है त गाइजहरू होइन हाम्रो उहाँ हुनुहुन्छ ल हेर्नुहोस् है त ऐसेलु टिपेर घर लानलाई कसरी दुईटा छिन् रङ्गको यहाँ सोलीमा आइदिनु त्यसै फेकेर राखौँ कि उहाँ माथि लर नराख्थ्यो त्यो इतिहाल अटान्न ऐसेलु खान हिँडेको हामी अर्को माल ओपीमा कहाँ कोपाला खायो उसमा अर्को माल मम्मीको कोपालै त सो गाइज भलग जस्तो भए पनि हामी यो छोटो होइन क्रिएटरको टक्क लाएर सपोर्ट गरिदिनु होला यो अलि भएन बोल है अब अलि टक्क लाएर मिलाएर राखिदिनु भिडियो पनि भन्नु नि साथीहरू एडिट खतरा गर्नु थम्बनेल खतरा बनाउनु ल उहाँले भने जस्तै गर्नेछु है त म गाइज अहिले घर अगाडि नन्द छोरा छोरी उहाँहरूको फेरि छोङ्रा छोङ्री धेरै भएको हुनाले यसरी लान पर्ने हुन्छ घर ओ बिमला छोङ्रा छोङ्री धेरै भएपछि यसरी बोकेर हिँड्नु पर्ने हुन्छ कहाँ दुईटा तिनटा चारवटा खान्न दुईटा 5 जना खान् को ठुलासित ल गाइज हामी चाहिँ अब काफलको बुटातिर लाग्छौँ है त सो भिडियो भिडियोमा अन्तिमसम्म जोडिनु यो मुखलाई त मैले त भिडियोमा अन्तिमसम्म जोडिनु होला साथीहरू अनि लाइक कमेन्ट सेयर गर्नु होला कस्तो लाग्छ भिडियो कमेन्ट पनि गर्नु होला ट्याक्क लाएर त्यसै तेर्से हिँडेको घाटा पनि ठोकेर ल साथीहरू आइसेलु बोयफ्रेन्डको मेसेज आयो हाम्रो म्याडमजीलाई देख्न सक्नुहुन्छ मोबाइलको नि माया साया छैन जताततै फाल्दै हिँड्नुहुन्छ हुन त उहाँ धेरै धनी मान्छे पर्नु भयो त्यही भएर होला यसरी फाल्दै हिँड्ने होइन अब हामी भनेको अब भुइँको धुलो पर्यो खाने एउटा ए होइन ल एउटा खाएँ ल गाइजहरू काफल खान जाम अब चाहिँ भिडियोमा हेरेर भयो नि खानुहोस् न अब हामी चाहिँ खान्छौँ तपाईँहरूले खाएको हेरेर मजा लिनुहोस् अब काफलको बुट्टा यहाँ रहेको छ उहाँ चाहिँ कसले खाइरहनु भएको छ कि हेर्नु त कसरी बाँदर भिडियो बनाउने उसो गरौँ भेरी गुड कहाँ अर्को हाल्ने हो फेर्ने भनेको त अर्को हाल्ने हो नि थाहा कि नै ल
पिसाब भनेको फाल्ने हो क्या फेर्ने होइन चिल्लाउने या पिसाबले यसलाई फेरि पर्यो मलाई नहाल्नु मेरो अलगो भएछ बिमला तिमी पछि चढ्ने हो यहाँबाट टक्क हो त्यहाँ काफलको बुटाङको यसको भिडियो बनाइदेऊ न काफल खाँदै गरिरहेको सर्ट भिडियो देख्न सक्नुहुन्छ बल गर भाइयो हैस कस्तो फिल भइरह त बिमलाई यो रुखमा आउन पाउँदा डर गाइजहरू देख्न सक्नुहुन्छ है काफल चाहिँ मस्तै पाकेछ होइन अब कल्लो 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 काफल देख्न सक्नुहुनेछ भिडियो अन्तिमसम्म हेरेर न है त गाइजहरू सो गाइज ल यहाँ चाहिँ काफलको भारी पुगिसकेको छ हामीलाई उता अब आफूले त झोलामा हालिसक्यो यो चाहिँ मेरो हो होइन म चाहिँ खासै टिपिनँ उहाँ ज्वाइँ हुनुहुन्छ उहाँहरूले होइन मलाई थोरै सहयोग गरेर अलिकति भयो नि टिपिदिनु भयो होइन म आधी थोरै थोरै चाहिँ म टिपेको थिएँ सो गाइज अब चाहिँ भिडियो यतै अन्त्य गरौँ नेक्स्ट भिडियोमा भेटौँला है त